पुग्छ। अब कस्तो छ Mhm. टेक्निकल एनालिसिसमा दुईटा लाइनहरू छ है त। एउटा हजुर। भनेको ट्रेन्ड फ्लोइङ लाइन, हेर्नुहोस् है त, Mhm. जहाँ चाहिँ पैसा बन्छ होइन, ट्रेन्ड फ्लोइङ लाइन जहाँ चाहिँ पैसा बन्छ यदि डिसिप्लिनमा बस्यो भने, हेर्नुहोस् है ओके। त। डिसिप्लिनमा Mhm. बसेनौँ भने त हामी खाएर सुत्दा मात्रै त हाम्रो जिन्दगी बर्बाद हुन्छ नि, होइन र? हजुर भनेपछि हजुर। इभन हाम्रो सिम्पल लिभिङमा पनि त डिसिप्लिन चाहिन्छ भने ट्रेडिङमा त म्याक्सिमम् डिसिप्लिन हामीले फलो गर्नुपर्ने हुन्छ। ट्रेन्ड फ्लोइङ स्ट्राटेजी टेक्निकल एनालिसिसको जहाँ जसले पनि पैसा बनाउन सक्छ Mhm. होइन। एबिसिडी नआउने मान्छे पनि ट्रेडिङ वर्ल्डमा आउँछ, उसले ट्रेन्ड फ्लोइङ स्ट्राटेजी फलो गर्छ र डिसिप्लिनमा बस्छ भने उसले पनि पैसा बनाउँछ बजारदेखि। अब अर्को छ हजुर। फोकास्टिङ लाइन, हेर्नुहोस् है त। अब फोकास्टिङ Mhm. लाइनमा जानलाई त्यो हाइली सब्जेक्टिभ विषय हो, हेर्नुहोस् है त। मान्छे हजुर। अनुसार त्यो त मान्छेकोलाई के लाग्छ होइन, उसको एक्सपिरियन्स होइन, उसको नलेज अनि उसको चाहिँ इमोसन, उसको बायस होइन, सबै कुराले प्रभाव पारेको हुन्छ। अब हामी Mhm. एक रोलमा चाहिँ हामी चाहिँ सब्जेक्टिभ लाइनमा जाँदै जाँदैनौँ, फोकास्टिङ लाइनमा जाँदै जाँदैन, हामी चाहिँ बजारसँगै हिँड्ने हो। बजारले अहिले के हाम्रो चार्टले के भनेको छ त भन्दा, डेलीमा जबसम्म अस्तिको लो मेन्टेन भएको छ, माथि Mhm. अहिले पनि बजार तल खस्दा पनि हायर लोमा रहेको छ है त। अब यहाँ हजुर। सेटअप बन्छ भने इन्ट्री लिने हो, तर सेटअप नबन्दासम्म खस्छ भने खसोस्, अझ बेटर पैसा Mhm. किन्न पाइन्छ नि त। खस्छ भने हजुर। दुःखी हुन जरुरी छ र? Mhm. पोजिसनमा छौँ भने हाम्रो इन्भ्यालुएसन पोइन्टमा आयो भने हामी बजारदेखि बाहिर निस्कन्छौँ, इजी छ होइन। अब त्यहाँदेखि फेरि सेटअप बन्छ भने इन्ट्री लिन्छौँ, नभए हेरेर बस्छौँ। बजार भनेको त तपाईँको खासमा चाहिँ रमाइलो हेर्ने ठाउँ हो जस्तो लाग्छ कि मलाई चाहिँ, Mhm. हेर्नुहोस् है त। कस्तो रमाइलो त कस्तो यति छ? धेरै रमाइलो हुन्छ बजारमा तपाईँको चाहिँ होइन। अब बढ्यो हजुर। बढ्यो बढ्यो जस्तो लाग्छ, फेरि घट्न सुरु हुन्छ होइन, घट्यो अँ, घट्यो घट्यो, अब त सिद्धि भन्ने बेला फेरि बजार बढिरहेको हुन्छ होइन। त mhm. त्यसो भएकोले चाहिँ फोकास्टिङ लाइनमा जानु भनेको चाहिँ दुःख पाउने लाइन हो होइन। मेरो आफ्नै अनुभव पनि मैले सुरुमा तपाईँको चाहिँ त्यो लाइनतिर काम गर्दा इभन मैले चाहिँ कस्तो भने यो सिग्नल सेलिङ कम्पनीहरू हुन्छ है कमोडिटीमा चाहिँ हजुर हजुर। होइन, फोरेक्सहरूमा तपाईँको चाहिँ केही पे गर्ने हो भने उनीहरूले चाहिँ इन्ट्री प्राइस, टार्गेट प्राइसहरू दिने गर्छ होइन। Mhm. सुरुमा थाहा नहुँदा त ओहो उनीहरूको त्यो हेर्दा त खत्रै चिज रहेछ जस्तो लागेर होइन, केही पैसा त्यहाँ पनि बर्बाद गरियो तपाईँको हजुर। चाहिँ होइन। म आफैले त्यो अँ, लाइनलाई एक्सपिरियन्स गरेर आइसकेको भएकोले ट्रेन्ड टेक्निकल एनालिसिसको चाहिँ दुईवटा लाइनमा, एउटा फोकास्टिङ लाइन र एउटा ट्रेन्ड फ्लोइङ लाइन। फर्स्ट टाइम फोकास्टिङ लाइन भनेको हाम्रो नेपालमा अहिले हाबी भएको लाइन हो होइन। अनि त्यहाँदेखि तपाईँको हजुर। त्यही भएर धर्के भन्ने कन्सेप्ट पनि सायद त्यहीँबाट जन्मे जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि यहाँ फोरकास्टिङले पुग्छ भने गर्दाखेरि। टार्गेटहरू देखाइदिने अँ, होइन, ऱ्यान्डमली फेरि अँ, ड्र गरिदिने। अब त्यो हजुर। जुन लाइनहरू पनि कुनै रुल बेस थियो, प्रिन्सिपल बेस थियो भने त्यसलाई चाहिँ हामीले रेस्पेक्ट नै गर्नुपर्छ, हेर्नुहोस् है त। तर एउटा टोटल्ली तपाईँको पर्सनल के अरे इमोसनको आधारमा होइन, आफ्नो Mhm. चाहिँ यसो होला यसो होला यसो होला भनेर तपाईँको चाहिँ होइन रहरले बच्चाले कोर यस्तरी कोड दिने, त्यही भएर पनि सायद टेक्निकल एनालिसिसप्रतिको वितृष्णा हुनसक्छ नेपालमा चाहिँ जस्तो लाग्छ मलाई चाहिँ। हजुर। म मेरो अनुभवबाट सेयर गर्नु पर्दा सबै भ्युवरहरूलाई के भन्छु त भन्दा, हजुर टेक्निकल एनालिसिसलाई फलो गर्ने हो भने ट्रेन्ड फ्लोइङ स्ट्राटेजी जस्तो अहिले के गर्ने त, अब के गर्ने, हामीले चाहिँ भोलि के हुन्छ र हिजो के भयो त्यो म्याटर गर्दैन, हेर्नुहोस् है त। मलाई एकजना गुरुले भन्नुहुन्थ्यो तपाईँको चाहिँ पास्ट इज हिस्ट्री होइन। हजुर। अब विगत Mhm. बित्यो त्यसलाई हामी त एक हाम्रै अहिले यो प्रोग्राम एकछिन अघि सुरु भएको थियो, त्यो सुरुवातलाई हामी अहिले चेन्ज गर्न सक्छौँ र अहिले पनि सक्दैनौँ, त्यो त गइसक्यो। हो नि। हो नि। एकछिन पछि के हुन्छ हामीलाई थाहा नै छैन होइन, Mhm. फ्युचर इज मिस्ट्री भन्छ कि। भविष्य जेनजी Mhm. आन्दोलन हुन्छ भन्ने कुरा पहिल्यै थाहा भइदियो त सरकार होइन, सरकारले पनि त त्यत्रो हुन्थ्यो भन्ने उसले अनुमान मात्र गर्न सके भए त त्यो नहुन सक्थ्यो नि त त्यही होइन। त। प्रधानमन्त्री नै तपाईँको भाग्न पर्ने स्थिति नआउन सक्थ्यो भाग्नुपर्ने। नि त हो होइन। हो हो। भनेपछि फ्युचर एकछिनपछि पनि के हुन्छ भन्ने कुरा मिस्टेरियस छ होइन। त्यही भएर टुडेज गिफ्ट के अहिले जुन समय छ नि त्यो हामीसँग त्यो टुडेज गिफ्ट, सो इट इज कल प्रेजेन्ट भन्नुहुन्थ्यो क्या तपाईँको चाहिँ। त हामीले Mhm. हेर्ने भनेको के हो भने भोलि के होला, हिजो के भयो होइन, अहिले के छ बजारमा सेटअप छ, हामी क्यासमा छौँ इन्ट्री लिने हो, पोजिसनमा छौँ होल्डमा बस्ने हो होइन। सेटअप Mhm. क्लियर छैन तपाईँको चाहिँ भने तपाईँको चाहिँ होइन वेट गरेर बस्ने हो। Mhm. सिम्पल तपाईँको एकदम हामीले चाहिँ टेक्निकल एनालिसिसलाई ट्रेन्ड फ्लोइङ बेसिसमा जानेर जति सरल राख्न सक्यो, जति सिम्पल राख्न सक्यो त्यति बेटर चाहिँ पैसा बनाउन सकिन्छ बजारमा चाहिँ। Mhm. कम्प्लेक्स बनाउनु भएन। कम्प्लेक्स सिम्पल। बनायो भने त तपाईँको चाहिँ अनि जिगज्याग हुने बित्तिकै अब जुन कुरामा तपाईँलाई क्ल्यारिटी छैन भने तपाईँले आफ्नो चार्ट हेर्दा, तपाईँको आफ्नै एनालिसिस हेर्दा होइन, तपाईँ कन्फ्युजन छ भने त्यहाँ चाहिँ कस्तो गडबड आयो भन्छ नि, त्यो एउटा पहिला सिआइडी आउँथ्यो कि इन्डियामा तपाईँको चाहिँ होइन, त्यहाँ एउटा डाइलेक्ट छ नि, कस्तो गडबड हजुर। दया भने जस्तै। तपाईँले आफ्नो चार्ट वा आफ्नो स्ट्राटेजी हेर्दा तपाईँलाई क्ल्यारिटी हुनु पर्यो। Mhm. चार्टको भाषा चाहिँ हामीले बुझ्न सक्नु पर्यो। चार्टको भाषा बुझ्नलाई हामीले ट्रेन्ड फ्लोइङ स्ट्राटेजी भन्दा बाहिर त्यो सम्भव छैन।